चाहिँ सजना केलाउँदैछु नि त सब्जीको लागि। सजना कोकोलाई मनपर्छ साथीहरू, मलाई पुरा मनपर्छ सजना। आज चाहिँ 12 बजीको लन्चमा चाहिँ यो बनाउँ भनेको, बुढाले ल्याइदिनु भएको मन पराउँछ भनेर सिलगढीबाट। यसरी केला पकाउनु पर्छ नि त। सजना र आलुको रस त यस्तो दामी हुन्छ कि साथीहरू। तोरीहरू पिसेर हाल्नुपर्छ, तोरी, जिरा, लसुन, प्याज पिसेर चाहिँ मजाले बनाउनुपर्छ कि दामी हुन्छ साथीहरू, मिठो हुन्छ। मासुहरू भन्दा त यस्तो सब्जीहरू मनपर्छ म चाहिँ प्रायः जस्तो। मासु खाएको दिन त जिउै भातै गरम पो हुन्छ साथीहरू। तपाईँहरूको कस्तो हुन्छ मासु मांस खाएको दिन चाहिँ जिउहरू? मेरो चाहिँ त्यस्तो हुन्छ। म चाहिँ यो सजना मजाले पकाएर 2 थाल भात खाइदिने हो साथीहरू। मासु त प्रायः जस्तो खान्न नि त म, त्यो भएर साथीहरू सब्जी मिठो लाग्छ म चाहिँ। सजना यो चाहिँ फर्स्ट निस्किँदैछ है सिलगढीतिर त साथीहरू। सिलगढी बस्ने साथीहरूले त खाइ पनि सक्नुभयो होला। हाम्रोतिर यो चाहिँ फर्स्ट टाइम, यो चाहिँ फर्स्ट पकाउँदैछु म चाहिँ आज। सिलगढी बस्दा चाहिँ पुरा खान्थ्यो नि त म र नानीले पनि। गुरुङ बस्ती बस्दा चाहिँ पुरा खान्थे यो सजना। सजनाको रस चाहिँ पुरा नानी र मैले पनि पुरा खाने गर्थेँ नि त। कसै त चाम्रो पनि रहेछ, फ्रिजमा राखेको नै होला। कम्ती बनाउँछु, 2 जना बुढाबुढी त हो, यति भने त पुग्छौँ होला। 3टा चाहिँ राख्नुपर्छ एक छाक, पुग्छौँ। यति मात्रै गर्नु पर्यो। आलु हाल्नुपर्छ। सजनाको सब्जी खाने त बुढाबुढी मात्रै त हो साथीहरू, नानीहरूले खाने होइन। छोरी पनि भुते भएछ, बुढाले उदाइदिनु भएको थियो, भुते टाइपको भएछ। म त यस्तो छुरीहरू चाहिँ लाग्ने मन पर्छ नि त साथीहरू। सब्जीहरू काट्दा चाहिँ चटचट काटिने मनपर्छ। त्यही भएर बुढाले उदाइदिएको थियो। फेरि भुते भएछ, फेरि उदाइ माग्नु पर्ने रहेछ। यो हतियार चाहिँ मलाई चाहिँ एकदम लाग्ने मनपर्छ। हाल्छु 2 जनाको लागि भएको, किन पकाउनु बेसी। एउटा चाहिँ केलाको सजना चाहिँ हालिदिइहाल्नु पर्यो। फ्रिजमा काटेर राख्यो भने चाहिँ बिग्रिन्छ नि त,
काटेर चाहिँ राख्नु हुँदैन। त्यही भएर चाहिँ प्याजहरू पनि केलाइदिइहाल्छु। प्याज लसुन अदुवा पनि केलाइहाल्छु। बुढाले प्याज काटेर छोडेछ हो हिजो। साथीहरू यस्तो प्याज काटेर छोडेको चाहिँ खानु हुँदैन है, बिक हुन्छ भनेर चाहिँ म त प्याज चाहिँ सानो छानेर ल्याउँछु नि त दोकानबाट पनि। सानो पनि काटेर बुढाले आदि छोडेछ कि प्याज चाहिँ एकदम बेसी हाल्नु हुँदैन। कम्ती लसुन पनि केलाइहाल्छु। डङ पिसेर चाहिँ पकाउने हो साथीहरू। घरको काम त्यही हो। लुगा सुकाइरहेको छु। धुको चाहिँ हिजो धुको साथीहरू। त्यहाँदेखि चाहिँ आधी कल्ची भएको लुगा पनि छ। घरि पानी पर्छ, घरि घाम लाग्छ। सुकाउन उठाउनुकै जत्रो हुन्छ के। काम छैन बुहारी सुकाउँदै उठाउँदै भने जस्तो केटीहरूको काम चाहिँ। के गर्छस् बुहारी सुकाउँदै उठाउँदै। अब चाहिँ पकाउन थाल्छु। आलु के भएछ एकपल्ट त पुगिसक्यो त। यसमा हाल्नुपर्छ छिल्का चाहिँ। यसमा हालेर चाहिँ साथीहरू यो छिल्का चाहिँ के गर्नुहुन्छ तपाईहरुले चाहिँ। म चाहिँ यो छिल्का छिल्कीको चाहिँ मल बनाउँछु साथीहरू। फुलहरू रोप्छु यसमै यो छिल्का छिल्की थुपारेर चाहिँ मल बनाएर चाहिँ यसमै सब्जीहरू पनि रोप्छु, खोर्सानीहरू पनि रोप्छु। यसमै फुलहरू पनि रोप्छु साथीहरू। युज गर्छु फुलहरूको लागि पनि। सजना पकाउने छु अब चाहिँ। बाइ बाइ साथीहरू।